आइसिसी विश्व लिग 2 अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज बिहिबारबाट नेपालमा आयोजना हुँदैछ। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल र पपुवा न्युगिनी पिएनजी खेल्दैछन्। कीर्तिपुरमा रहेको टियु मैदानमा आयोजना हुने खेल बिहान 9 बजेबाट सुरु हुनेछ। नेपाल र पिएनजीले यसअघि धेरै पटक खेलेका छन्। नेपालले पिएनजीको टोलीसँग तेस्रो पटक टियु मैदानमा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ। पिएनजीले नेपाली भूमिमा 100% जितको नतिजा निकालेको छ। पिएनजीसँग समग्रमा 8 एक दिवसीय अन्तर्राष्ट्रिय खेलेकोमा 6 खेल नेपालले जित्दा 2 खेलमा भने पिएनजी विजयी भएको छ। पछिल्लो 5 भेटमा नेपाल 3 तथा पिएनजी 2 खेलमा विजयी भएको छ। नेपाल र पिएनजी बीचको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल ओमानमा भएको 2 दिवसीय सिरिजमा भएको थियो। सेप्टेम्बर 7, 2021मा भएको यस खेलमा नेपाल 2 विकेटले विजयी भएको थियो। ओमानको अल इमिरेट क्रिकेट मैदानमा भएको यस खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो। नेपालले सो खेलमा ओमानलाई 33 ओभरमा 134 रनमा अल आउट गरेको थियो। पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले 10 ओभरमा 35 रन खर्चिएर 4 विकेट लिएका थिए। विक्रम सोभ र कुशल मल्लले समान 2-2 विकेट लिए। पिएनजीका लिगा सियाकाले 30 तथा चार्ल्स अमिनीले 23 रन बनाएका थिए। 135 रनको लक्ष्य नेपालले 39 ओभर 3 बलमा 8 विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि हालका कप्तान रोहित कुमार पौडेलले 41 तथा आसिफ शेखले 30 रन बनाएका थिए। आसिफले सोही खेलबाट एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि डेब्यू पनि गरेका थिए। सोमपाल कामीले अभिजित 22 रन बनाउँदै नेपाललाई जिताएका थिए। पिएनजीका लागि सो खेलमा गौडी टोकाले 3 विकेट लिएका थिए। पिएनजी विरुद्धको दोस्रो खेल नेपालले सोही सिरिजमा खेलेको थियो। सो खेलमा नेपाल 151 रनको फराकिलो अन्तरले विजयी भएको थियो। अल अमिरेत मैदानमा भएको खेलमा नेपालले रात्रिकालीन एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेको थियो। ऐतिहासिक खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो। नेपालले 49 ओभर 3 बलमा अल आउट हुँदै 233 रन बनाएको थियो। नेपालका लागि सो खेलमा हालका कप्तान रोहित कुमार पौडेलले 123 बलमा 2 चौका र 3 छक्काको सहयोगमा 86 रन बनाएका थिए। तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल 45 रनमा आउट हुँदा करण केसीले 26 बलमा 42 रन बनाएका थिए। पिएनजीका लागि चाँद सोफरले 3 तथा कबुआ मोरिया र नर्मन भानुवाले समान 2-2 विकेट लिएका थिए। 234 रनको विजय लक्ष्य पछ्याएको पिएनजीले 19 ओभर 1 बलमा 82 रन बनाउँदा अल आउट भएको थियो। 234 रनको लक्ष्य पछ्याएको पिएनजी 19 ओभर 1 बलमा 82 रनमा आउट भएको थियो। नेपालका सन्दीप लामिछानेले 5 ओभर 1 बलमा 11 रन खर्चिएर 6 विकेट लिएका थिए। यो नै उनको एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा राम्रो बलिङ हो। विक्रम सोभ, सुसन भारी र सोमपाल कामीले समान 1-1 विकेट लिएका थिए। नेपालले पिएनजीसँग तेस्रो खेल युएमा भएको विश्वकप लिग 2 अन्तर्गतको नेपाल युए तथा पिएनजी बीचको त्रिदेशीय सिरिजमा खेलेको थियो। 16 मार्च 2022मा भएको सो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो। पिएनजीले 50 ओभरमा 8 विकेट गुमाएर 204 रन बनाएको थियो। सो खेलमा नेपालका लागि सोमपाल कामीले 3 तथा आरिफ शेखले 1 विकेट लिएका थिए। पिएनजीका लागि चार्ल्स अमिनीले 50 तथा चाँद सोफरले 35 रन बनाएका थिए। 205 रनको लक्ष्य नेपालले 4 बल बाँकी रहँदा 8 विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि हालका कप्तान रोहित कुमार पौडेलले 60 तथा आरिफ शेखले 49 रन बनाए। पिएनजीका लागि रिली हिरुके र आली नोबोले समान 2-2 विकेट लिएका थिए। उक्त सिरिजको क्रममा नै नेपालले पिएनजीसँग चौथो खेल खेलेको थियो। मार्च 22, 2022मा भएको सो खेलमा नेपालले पिएनजीलाई 7 विकेटले पराजित गरेको थियो। सो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो। पिएनजीले 50 ओभरमा 8 विकेट गुमाएर 173 रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान 2-2 विकेट लिएका थिए। पिएनजीका लागि असद भालाले 45 तथा चाँद सोफरले 22 रन बनाएका थिए। 174 रनको लक्ष्य नेपालले 37 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि आसिफ शेखले अभिजित 59 रन बनाउँदा कुशल भुर्तेलले 50 रन बनाएका थिए। पिएनजीका लागि चार्ल्स अमिनीले 2 तथा कबुआ मोरायले 1 विकेट लिएका थिए। नेपालले पिएनजीसँगको 5औं खेल नेपालमा नै खेलेको थियो। मार्च 25, 2022मा नेपाल र पिएनजी बीचको 2 खेलको एक दिवसीय सिरिज भएको थियो। मार्च 25मा भएको पहिलो खेलमा नेपाल 6 रनले पराजित भएको थियो। टस जितेर पहिले बलिङ गरेको नेपालले पिएनजीलाई 50 ओभरमा 8 विकेट लिएर 292 रनमा अल आउट गरेको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरी र कमल सिंह ऐरीले समान 2-2 विकेट लिएका थिए। पिएनजीका लागि चार्ल्स अमिनीले 77 तथा असद भालाले 60 रन बनाएका थिए। 292 रनको लक्ष्य पछ्याएको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 286 रन मात्र बनाउन सक्यो। नेपालका लागि रोहित कुमार पौडेलले पहिलो शतक बनाउने क्रममा 126 रन बनाएका थिए। उनले 107 बल खेलेका थिए। आरिफ शेखले 34 रन बनाए। नेपालले पिएनजी विरुद्धको 6औं खेल नेपालमा भएको सिरिजकै क्रममा खेलेको थियो। मार्च 26, 2022मा भएको खेलमा नेपाल पुनः पराजित भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाएका दिपेन्द्र सिंह ऐरीको 105 रनको सहयोगमा 50 ओभरमा 8 विकेट गुमाएर 278 रन बनाएको थियो। नेपालका लागि ऐरीले 140 बलमा 105 रन बनाएका थिए।
पिएनजीका लागि आली नवले 3 तथा नर्मन भानुवाले 2 विकेट लिएका थिए। 279 रनको लक्ष्य पिएनजीले 48 ओभर 4 बलमा 7 विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि सोमपाल कामीले 3 तथा पवन सर्राफले 2 विकेट लिएका थिए। पिएनजीका लागि लिगा सियाकाले 90 तथा रिले हिरुकेले 48 रन बनाएका थिए। नेपालले पिएनजीसँग 7औं खेल युएईमा भएको विश्वकप लिग 2 अन्तर्गतको नेपाल युएई तथा पिएनजी बीचको त्रिदेशीय सिरिजमा खेलेको थियो। 7औं भेटमा नेपाल 4 विकेटले विजयी भएको थियो। सो खेलमा टस जितेर नेपालले बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको पिएनजीले 9 विकेट गुमाएर 203 रन बनाएको थियो। नेपालका लागि गुलसन झाले 3 तथा कुशल मल्लले 2 विकेट लिए। पिएनजीका असद भाला र चाँद सोपरले समान 36 रन बनाएका थिए। 204 रनको लक्ष्य नेपालले 45 ओभर 2 बलमा 6 विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि कुशल भुर्तेलले 56 रनको अर्धशतकीय इनिङ खेल्दा आसिफ शेखले 44 रन बनाएका थिए। पिएनजीका लागि असद भालाले 3 तथा शेषे बाउले 1 विकेट लिएका थिए। सो सिरिजमा नेपाल र पिएनजीको 8औं तथा पछिल्लो भेट भएको थियो। पिएनजीले टस जितेर पहिले ब्याटिङ रोजेको खेलमा 49 ओभर 2 बलमा अल आउट हुँदै 179 रन बनाएको थियो। नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान 2-2 तथा करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले समान 1-1 विकेट लिएका थिए। पिएनजीका लागि टोनी उराले 39 तथा हिरी हिरीले 31 रन बनाएका थिए। 180 रनको लक्ष्य नेपालले 48 ओभरमा 7 विकेट गुमाउँदै पूरा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले अभिजित 86 रनको अर्धशतकीय इनिङ खेले। सन्दीप लामिछानेले अभिजित 35 रन बनाएर नेपाललाई जित दिलाएका थिए। पिएनजीका लागि असद भालाले 3 तथा सेमो कमियाले 2 विकेट लिएका थिए। समग्रमा हेर्दा नेपाल र पपुवा न्युगिनीका बीचमा कुल 8 खेल भएका छन्, जसमा नेपाल 6 खेलमा विजयी भएको छ भने 2 खेलमा पराजित भएको छ। तर रोचक कुरा त के छ भने नेपाल जुन 2 खेल हारेको छ त्यो खेल घरेलु मैदान टियुमा हारेको हो। त्यसकारण बिहीबारको खेललाई निकै महत्त्वका साथ हेरिएको छ। अब नेपालले पपुवा न्युगिनीसँग घरेलु मैदानमा जितको खडेरी तोड्ने मात्रै होइन, एक दिवसीय मान्यता जोगाउनदेखि शीर्ष 3 मा परेर विश्वकप ग्लोबल क्वालिफायर खेल्नका लागि पनि निकै महत्त्वपूर्ण खेल खेल्दैछ बिहीबार पपुवा न्युगिनीसँग। त्यसकारण पनि यो खेल निकै महत्त्वपूर्ण नेपालका लागि रहेको छ। तपाईलाई के लाग्छ, के नेपालले पपुवा न्युगिनीसँग घरेलु मैदानमा हारको श्रृङ्खला तोड्ला त, अथवा पपुवा न्युगिनीले नेपालको घरेलु मैदानमा जितको श्रृङ्खलालाई जारी नै राख्ला? कृपया के लाग्छ तपाईले आफ्नो प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। यो भिडियोलाई अझ धेरैका माझमा पुर्याउनका लागि शेयर गरिदिनु होला, लाइक, कमेन्ट र हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। आगामी दिनमा यस्तै नयाँ भिडियो र नयाँ जानकारीका साथमा तपाईहरुको माझमा आउने नै छौं। आजको यो सामग्रीबाट भने बिदा दिनुहोस्। नमस्कार।